गाइस फाइनली मेरो पिआर प्याकेज आइसकेको छ हैन। नमस्ते एभ्रिवान, वेलकम टु माई च्यानल। आज चाहिँ तपाईँहरूलाई मैले एउटा गुड न्युज दिँदैछु। त्यो के भने मैले चाहिँ रिसेन्टली टेमु इन्फ्लुएन्सर प्रोग्राम मैले जोइन गरेको छु। चाहिँ मैले टेमुसँग कोलाबोरेसन गरेर काम गर्नेछु। टेमु इन्फ्लुएन्सर प्रोग्राम जोइन गर्नको लागि तपाईँलाई एउटा कोड नम्बर चाहिन्छ। त्यो कोड चाहिँ मैले मेरो डिस्क्रिप्सनमा राखिदिएको छु। त्यो कोड नम्बर हजुरले राख्नु भएपछि तपाईँले तपाईँको टिकटक, इन्स्टाग्राम अनि युट्युबसँग जोइन गर्न सक्नुहुन्छ। यसलाई चाहिँ तपाईँले लिङ्क गर्नुपर्ने हुन्छ। लिङ्क गरेपछि तपाईँको 1000 फलोवर्स हुनुपर्छ। जुन चाहिँ सोसियल मिडिया तपाईँ एकदम एक्टिभ हुनुहुन्छ त्योसँग चाहिँ तपाईँले लिङ्क गर्नुपर्ने हुन्छ। तपाईँले यो प्रोग्राम जोइन गरेपछि फर्स्टमै तपाईँलाई 24 युरो जति तपाईँलाई उनीहरूले दिन्छ र त्यसपछि तपाईँलाई केही फ्री स्याम्पल्सहरू पनि दिन्छ। अब तपाईँले यो फ्री स्याम्पल्सहरू उनीहरूले जुन दिएको छ त्यसको चाहिँ तपाईँले भिडियो बनाएर पोस्ट गर्नुपर्ने हुन्छ र पोस्ट गरेपछि तपाईँलाई क्यास र कमिसन दिन्छ उनीहरूले। त्यसबाट तपाईँ अर्निङ गर्नु सक्नुहुन्छ। साथै तपाईँले आफ्नो साथीहरूलाई पनि इन्भाइट गरेर त्यहाँबाट पनि अर्निङ गर्न सक्नुहुन्छ। प्रोग्राम जोइन गरेपछिको बेनिफिटको कुरा गर्नुपर्दा तपाईँले चाहिँ यो प्रोग्रामबाट चाहिँ केही अर्निङ गर्नु सक्नुहुन्छ। तपाईँलाई फ्री स्याम्पल्सहरू पनि उनीहरूले पठाउँछ अनि केही कमिसन पनि दिन्छ तपाईँहरूलाई। यो चाहिँ कसरी काम गर्छ भने तपाईँलाई फ्री स्याम्पल्सहरूले उनीहरूले दिन्छ अनि तपाईँले चाहिँ त्यो स्याम्पल्सहरूलाई भिडियो बनाएर पोस्ट गर्नुपर्ने हुन्छ। भिडियो पोस्ट गरेको बापत तपाईँलाई केही कमिसन अनि केही क्यास चाहिँ दिन्छ। यो क्यास चाहिँ तपाईँले इजिली विथड्र गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँ पेपाल युज गर्न सक्नुहुनेछ। यो चाहिँ रहेको छ मेरो कोड अनि यहाँ चाहिँ मैले मेरो साथीहरू होइन आफ्नो चिनेकोहरूलाई चाहिँ इन्भाइट गरेर यसरी तपाईँले अर्न गर्न सक्नुहुन्छ। अनि आज चाहिँ मेरो पिआर प्याकेज पनि आइसकेको छ। अब चाहिँ मैले यसलाई चाहिँ ओपन गर्दैछु। यो चाहिँ रहेको छ वार्डरोब स्टोरेज ब्याग। यो चाहिँ रहेको छ फोल्डेबल प्लास्टिक टप। यो चाहिँ अलिक सानो साइजमा आएको छ। मैले चाहिँ लार्ज साइजमा मगाएको थिएँ। यस्तो छ। यो चाहिँ आएको छ माइक्रोफोन। यसको मैले अलग्गै भिडियो बनाउने छु। यो चाहिँ रहेको छ टिन्ट रिमुभर। यसमा चाहिँ हाम्रो स्वेटरमा जुन भुवा आउँछ त्यो चाहिँ रिमुभ गर्नलाई युज हुन्छ। यो चाहिँ एकदम काम लाग्ने छ स्वेटरमा भुवाहरू हटाउनको लागि। रहेको छ यसमा रहेको छ यो चाहिँ ब्लेड। यो चाहिँ मेरो एकदम मलाई मनपर्ने एकदम मेरो फेभरेट लुगा अनि यसमा चाहिँ यति धेरै भुवा छ। अब चाहिँ मैले जुन अर्डर गरेको थिएँ त्यसबाट चाहिँ यसको भुवा चाहिँ सबै निकाल्न गइरहेको छ। लेट्स सी कस्तो हुन्छ। यो सबै टिन्टहरू निकाल्ने काम गर्छ। लेट्स सी कस्तो हुन्छ। भुवा निस्केछ। डटी मैले चाहिँ सुज अर्डर गरेको थिएँ अनि सुज पनि आएको रहेछ। यो चाहिँ समरमा लाउनलाई एकदम राम्रो देखिन्छ अनि यो तपाईँले डिफ्रेन्ट साइज एन्ड कलरमा पाउन सक्नुहुन्छ। यो स्यान्डलको पछाडि चाहिँ यस्तो प्लास्टिकको छ अनि अगाडि चाहिँ यस्तो क्युट बो रहेको छ। लाउन अनि फुकाल्न चाहिँ एकदम इजी छ किनभने अगाडि चाहिँ यसरी इलास्टिक छ। हजुरलाई पनि राम्रो भने अर्डर गर्न सक्नुहुन्छ। यसको कोड मैले डिस्क्रिप्सनमा राखिदिएको छु अनि माथि पनि छ, अर्डर गर्नुहोला। यो चाहिँ रहेको छ मेरो सेकेन्ड पिआर प्याकेज अनि मैले मेरो छोराको लागि सुज अर्डर गरेको थिएँ। आज आइपुग्यो। मैले सोचेको भन्दा नि कस्तो राम्रो रहेछ अनि मेरो छोराले कति राम्रो लाग्यो, कति खुसी भएको न्यू सुज पाएर। आई होप आजको भिडियो पक्कै पनि तपाईँलाई मन पर्यो भन्ने मैले आशा लिएको छु। अनि तपाईँ मेरो प्रोग्राममा जोइन गर्न चाहनुहुन्छ भने त्यसको रेफरेन्स कोड नम्बर मैले मेरो डिस्क्रिप्सनमा राखिदिएको छु। तपाईँ लिङ्क पनि त्यसैमा छ। तपाईँ हेरेर जोइन गर्न सक्नुहुन्छ। केही क्वेसनहरू छ भने मलाई प्लिज कमेन्ट गर्नुहोला। तपाईँ मेरो टिकटकमा पनि जोइन गर्न सक्नुहुनेछ। मैले तपाईँलाई सक्दो हेल्प गर्नेछु। मैले यस्तो अरू भिडियो पनि लिएर आउनेछु। थ्याङ्क यू सो मच एभ्रिवान फर वाचिङ माई भिडियो।